यसै हेलिकप्टरबाट गणतन्त्र दिवस 2083 अंकित ब्यानर प्रदर्शन गर्दै चक्रपथ परिक्रमा हुनेछ। अब मैदानबाट रंगी चंगी बेलुनहरू उडाउने क्रम रहेको छ। यस समारोहको सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल र नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण भइरहेको पनि जानकारी गराउँदछु। साथै रेडियो नेपालको डिजिटल प्लेटफर्म मार्फत पनि विश्वभरि नै अहिले प्रत्यक्ष प्रसारण भइरहेको छ। अब मुलुकमा शान्तिको कामना गर्दै नेपाली सेनाका जवानहरूद्वारा शान्तिका प्रतीक परेवा उडाउने कार्यक्रम रहेको छ। अब नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र काठमाडौँ महानगरपालिका नगर प्रहरी बलद्वारा इज्जत अर्पणका लागि मार्च पास हुनेछ। मार्च पासको नेतृत्व कवाज प्रमुख नम्बर 1 वाहिनी अड्डाका वाहिनीपति सहायक रथी विनोद चन्दज्यूले गर्दै हुनुहुन्छ।